सबभन्दा पहिला चाहिँ सब्सक्राइब गरेर हेरौँ न साथी प्लिज सबैजनालाई हेलो पहिला सब्सक्राइब गरिदिउँ न ल किनकि मेरो सब्सक्राइबर त धेरै हुनुहुन्न त्यही भएर जतिजनाको यो भिडियो पुग्छ पहिला सब्सक्राइब गरिदिउँ होइन ए मेरो अनुहार त कस्तो सुनिरहेको छ त हौ अघि 11 बजेतिर उठेँ फ्रेस भएँ होइन खाना चाहिँ खान मन लागेन चियाहरू खाएँ अनि अब चाहिँ जाँदैछु गएको अनि म चाहिँ क्या फेरि यस्तो हुने क्या भिडियो बनाएर आएको छु भनेर सोचिरहेको हुन्छु होइन अनि फेरि के हुन्छ खै कहिले के हुन्छ कहिले के हुन्छ कहिले के हुन्छ मेरो युट्युबमा खै भिडियो यस्तो पाराले आउला जस्तो छैन के प्लान गरेर हुन्छु के सोचेर हुन्छु यस्तो खालको भिडियो बनाउँछु यसरी बनाउँछु सोचेर हुन्छु तर कहिले केही मिल्दैन अब चाहिँ म जाँदैछु गएको त्यो चाहिँ मेरो होस्टेलबाट एकीसम्म जान चाहिँ एकछिन हिँड्नुपर्छ अनि त्यही भएर चाहिँ म हिँड्दैछु होइन अब यस्तै छ अनि सुताइ हुन्छ 4 बजे 5 बजे बिहानको अनि उठिन्छ 11 बजे अनि त्यसपछि फ्रेस भएर गएको जान ठिक्क हुन्छ होइन अनि एक्लै नै छु एक्लै हिँडिराखेको छु के गर्नु जिन्दगी एक्लै नै बाँच्नु पर्ने रहेछ सबै कुरा मनमा राखेर हाँस्नु पर्ने रहेछ वाह क्या मिलेर अनि अब चाहिँ जाँदैछु म तर उसको टाउको दुखिरहेको छ यस्तो गर्मी छ जापानमा यस्तो गर्मी छ है कुरा नगरौँ अहिले चाहिँ घाम अलिक कम लागेको छ त्यही भएर छाता नओढिकन हिँड्छु न त चडक्कै पोल्ने घाम लाग्छ अनि यस्तो तातो बाफ आइरहेको छ क्या अहिले पनि के छ तर पनि जानु त पर्यो आज चाहिँ गएको जानुपर्ने हुन्छ के हुन्छ अहिले भन्छ ल घाम लगाएको छैन मात्र के भनेको थिएँ होइन घाम दाजुले पनि सुन्नुभयो जस्तो छ मेरो कुरा ए चडक्कै घाम लागिसक्यो फेरि त्यस्तै छ के गर्नु भगवान् म त साइको हुन्छ होला हौ यस्तो पाराले त अनि मेरो अनुहार त के हो पुरै सुन्नेर कस्तो भएको रहेछ क्या अनि मलाई त कस्तो आफ्नो अनुहार पनि देखाउन कस्तो लाग्यो के भएको यस्तो अब ल यो चाहिँ हाम्रो एकी अझ स्टेसन पुगेँ अब यस्तै छ सबैजना छाता उडेर हिँडिरहेको छ न मेरो त छाता पनि छैन यस्तो छ है यस्तो छ के गर्नु सडकको घाम लागिरहेको छ स्टेसनबाट चाहिँ ट्याक्क लगाएर ट्रेन चढेर गएको जानुपर्ने हुन्छ यस्तो छ ल बनाउँछु नि म आज भिडियो बनाएर ट्याक्क लगाएर पोस्ट गर्छु भनेको यहाँ ठिक छ ल गर्छु नि त प्याक हुन्छ अब यहाँ यस्तो छ अनुहार त अनि बिरामी खत्रै बिरामी भएको जस्तो भएछ त आज मलाई स्टेसन अब यहाँबाट चाहिँ बाई बाई यो चाहिँ गएको सकेर आइसक्यो पर टच गरेर चाहिँ मेरो साथी हो कि अनि त गएको सकेर उसको मर्निङ गएको हो नि त मर्निङ गएको सकेर पनि आइसक्यो म चाहिँ अब हिँडेर अर्को साथी पनि भेटिरहेको ऊ पनि गएको सकेर आइसक्यो ट्रेन चाहिँ अब ठिक्क 1:05 रहेछ मेरो गएको 2 बजीदेखि हो नि त अनि त्यसपछि मर्निङ गएको साथीहरू चाहिँ आइसक्यो क्या छुट्टी भएर पनि 2जना भेटेको थिएँ भर्खर होस्टेलको साथीहरू म चाहिँ ट्रेन कुदाएको छु अब ठ्याक्कै ट्रेन पनि आयो अब चाहिँ ट्रेन चढ्नु पर्ने हुन्छ यसरी आयो ट्रेन मेरो रोक अब म यहीँबाट चढ्छु न रोक भने यस्तो रोकिहाल्छ नि फेरि ट्रेन चढ्नु परेको हुन्छ खोलिदियो त ढोका आउनु पर्यो खोलिदियो अब चाहिँ ट्रेन चढेको
म चाहिँ ट्रेनबाट झरेर पनि निस्किसकेँ त जाँदैछु गएको अनि ठ्याक्क निस्किने बित्तिकै भिडियो गर्छु भनेर लास्ट प्याक भएर ठ्याक्कै त आइसकेपछि अनि म्याउ भनेर पुगेपछि ला भेटिने गरिन भने जस्तो भइरहेको कसै नगर्ने भएपछि चाहिँ कस्तो कन्फ्युज हुने क्या है बिर्सिने मसँग यहाँ छ भनेर पनि बिर्सिने म यहाँनिर शीतल शीतल बाटो खोज्दै हिँडिरहेको छु क्या अहिले यहाँबाट चाहिँ जानुपर्ने हुन्छ यस्तो यहाँ अरूलाई नै देखाएको जस्तो भयो प्राइभेसी हुन्छ नि त यस्तो जोडिदिएको नि त मेरो कस्तो यहाँ कस्तो पर्पर भइरहेछ हौ के भएको किन यस्तो हुन्छ हौ भगवान् मलाई कस्तो भइरहेको छ मलाई तर खासै राम्रो त हुँदैन मलाई यहाँ फरफराएको होइन हौ के भएर हो मैले अहिलेसम्म याद गरेको चाहिँ मलाई यहाँको फरफराउँदा चाहिँ मैले कहिले पनि राम्रो न्युजहरू सुन्न पाउँदिनँ कि आज पनि त्यस्तो भइरहेको छ आज पनि हुन्छ अस्तिबाट हेरेर यहाँनिर कस्तो राम्रो छ क्या मलाई यो बाटो कस्तो मनपर्छ भने नि यहाँनिर चाहिँ ठ्याक्क गएको जाने बेलामा यो बाटो हुँदै गयो भने अर्को बाटो पनि छ तर यो बाटो चाहिँ कस्तो शीतल पनि हुन्छ अनि हेर्दा पनि कस्तो आनन्द आउने बाटो छ क्या चाहिँ दामी देखिरहेको छ हामै लागेको छैन छाता उठाएको छन् फेरि यो चाहिँ कस्तो भने नि भट्टी एरिया जस्तो हो क्या यो चाहिँ मतलब झन् नेपाली शैलीमा भन्दा चाहिँ भट्टी एरिया जस्तो र खाजा खाने सानो सानो रेस्टुरेन्टहरू चाहिँ छुट्टै छ क्या यहाँनिर अनि जस्तो नर्मल भट्टीहरू हुन्छ नि नेपालमा त्यस्तै टाइपको क्या अनि यहाँबाट हिँड्दा चाहिँ कस्तो आनन्द आउँछ क्या मलाई धेरै बाटो हिँडेको दामीदेखि बियर खाएर बस्दैन हौ यो जापानिजहरू त भगवान् म त छुट्टै पर्छु स्टेसनबाट यो बाटो हुँदै अब यहाँबाट चाहिँ रोड क्रस गरेर पारिबाट जानुपर्छ ठ्याक्कै रेड लाइट सबैभन्दा जाऊ भनेको जापानमा रेड लाइटमा पर्नु हो क्या यति धेरै परिन्छ होइन धेरै छोडिन्छ धेरै रेड लाइट परिन्छ कि जापान सानो परिन्छ जाने तल बाटोबाट जानुपर्छ यहाँबाट यो मैले एयरपोर्ट लगाएर बोलिरहेको छु कि होइन मेरो भन्दा बढी साउन्ड त अनि बाहिर पो आइरहेको छ मतलब मेरो साउन्ड त छैन यसो म अलिक सानोले बोलिरहेको थिएँ म त्यो लगाएर बोल्दा त्यो बाहिर साउन्ड चाहिँ ठुलो आउने क्या अनि गर्नु त कति बोल्नुहुन्छ what? अहिले चाहिँ 1:37 भएछ फेभरेट हो नि त
अब गएको कुनै बेलामा ठ्याक्क गएको अगाडि ल त्यहाँ माथिबाट चाहिँ ट्रेन हिँडिरहेको छ ट्रेन तलबाट चाहिँ म हिँडिरहेको छु कति राम्रो फुल रहेछ त्यसो यो हाम्रो यहाँ चाहिँ खास हामी त्यो गर्नु अलिअलि मात्र ल किन खाना नखाइकन आएको खाना नखाइ आएको चामल सस्तो भएको छ त अहिले ल चामल सस्तो छ त अहिले अब चाहिँ एउटा जुस निकालेर खानु पर्यो फेभरेट पेप्सी यस्तै छ रिते स्कनर किन कामबाट सिधै आएको खाना खाएर नाइट काम थियो र अनि नाइट त सुत्यो होला त राति त पैसा कमाउनु पर्यो नि त पैसा यो क्यास बनाउँछ क्यास त्यस्तो ह्यान्ड क्यास गर्नु हुँदैन भिजामा के बेसी हुन्छ कति गर्मी हो क्या के हाल्नु जानु पर्यो रे यस्ता छन् साथीहरू मैले यसको भिडियो बनाइदिइरहेको छु यसको भिडियो चाहिँ म पोस्ट गरिदिन्छु टिकटकमा होइन युट्युबमा हालिदिन्छु होला कति राम्रो हो हाम्रो दिता यस्तो के गर्ने यस्तो भिडियो गर्नु मिल्दैन यहाँनिर ल भाइ यस्तो हो नि त कोखाँदै बस्ने अब एकछिन अब चाहिँ म ठ्याक्क मेरो घरकै गल्लीमा अघि सुरुमा देखाएको भिडियोको वाला गल्लीमा ल आफै हेर्नु त म मेरो फेस होइन अघि सुरुमा देखाउँदा सुरुको भिडियोमा कस्तो थियो अहिले कस्तो छ क्या अब बिहान ठ्याक्क रेडी भएर निस्किँदाखेरि अनुहार सुन्नेर जस्तो भएर त्यो सुन्नेर क्या त्यो पुरो देखेर कस्तो भएको थियो अब अहिले फेरि सबै भएको छ के भएको मेरो अनुहार लास्टै भइरहेको छ अहिले खानाहरू अनि सुत्ने टाइमहरू नमिलेर होला क्या सायद त्यस्तो लागिरहेछ मलाई अनि मेरो आजकल खाना पनि कन्टिन्यू छैन प्रोटिनहरू पनि पुगेको छैन केही खाएकै छैन खालि चिया बिस्कुट चिया ब्रेड त्यस्तै भइरहेको छ अब अघि त काममा पनि पुरै रिङ्गाटो लाग्यो जस्तो भएर गाह्रो भएर एकदमै बल्ल गएर है अब यहाँ चाहिँ सुनसान भइसक्यो होइन अहिले चाहिँ कति 10 बजेर कति मिनट भयो 10 बजेर खोइ कति मिनट गयो त्यहाँ जस्ट 10 साढे 10 हुन लागेछ सुनसान छ यो बाटो चाहिँ प्रायः चाहिँ अलि त्यो त्यस्तो धेरै सुनसान त हुँदैन बिहान मैले देखाएको थिएँ नि सेम बाटोबाट फेरि म चाहिँ अब घर जाँदैछु अब म
घर पुग्नलाई एकैछिन टाइम लाग्छ एकीबाट पनि हिँड्दै हिँड्दै जानुपर्ने हुन्छ फेरि रेड लाइट जापानको त रेड लाइटले नै पागल बनाउँछ त्यही हो आजको दिन चाहिँ यस्तै नै भयो आज मैले खासै त्यस्तो हुन त केही पनि गरेको होइन नर्मली म बिहान गएको त्यसपछि भित्र खासै अब त्यो क्लासहरूको भिडियो त लिन मिलेन हामी जस्तो लिएको थिइनँ अनि ठ्याक्क त्यही बाहिरको उयोहरू गरेँ अनि अलिअलि गरेँ यति थोरै यसो गएको त्यसपछि फेरि काम गएँ काममा पनि अब भिडियो लिने कुरा भएन अनि अहिले चाहिँ म फर्किँदै गर्दाको चाहिँ थोरै भिडियो लिएँ त्यही नै हो साथीहरू यस्तै नै हो प्लिज सब्सक्राइब गरिदिनुहोस् मेरो च्यानललाई भिडियो ल्याउँछु नि म बरु प्लिज सब्सक्राइब गरिदिनुहोस् न है बाई बाई